ल म यता फोनमा बोल्दै थिएँ ल एकछिन सरी भन्न चाहन्छु म चाहिँ एकछिन फोनमा बोल्दै थिएँ हैन काउली बुढी भएर बसेर चाहिँ म काउली बजार बजार धाउली काउली बुढी जस्तो देखेको छैन आज मलाई कहाँबाट झट्ट त्यो याद सरी ल म यहाँ फोनमा बोल्नु थालेँ कि आङ्गो ब्रदर अननन सन्देश भाइ अननन सबैको म्यासेज हेर्छु म हेलो कविता बहिनी वेलकम ल कविता बहिनी म त भर्खरै आएँ है नाचेर अनि त्यो आउटफिटमा म लाइभ पनि आएको फेरि रेम्बो अननन सन्देश भाइ वाट्सअप गाइज भन्दैछ मनिका सिस्टरले वेलकम मनिका सिस्टर बोजू भन्दैछ रेम्बोले बोजू नमस्ते भन्छ रेम्बो ब्रदरले आङ्गो ब्रदरले हेलो सिस गुड इभिनिङ मनिका सिस के छ बोजू खानपिन भयो अनि हजुरको भन्छ आङ्गो ब्रदरले राम्रो राम्रो लक्ष्मी बहिनी को लक्ष्मी बहिनी लास्ट ब्युटिफुल देख्नु भएको रहेछ बोजू थ्याङ्क यू आङ्गो ब्रदर थ्याङ्क यू भेरी मच सपोर्ट प्लिज बोजू गुड डेसिजन वाउ ओके आज त अनि हजुर अर्कै अवतार ल मैले सबै कमेन्ट पढेँ ल अर्जुनजी ब्याक प्लिज तिम्रो माया लाग्छ र पो खोज्दै आउँछु गुरु लाग्यो थ्याङ्क यू लाजै लाग्यो हेरे भुइँतिर आँखैको निशाना ठ्याक्कै योतिर वेलकम योजी के छ खबर आज मलाई हेर्नु म कस्तो गेटअपमा छु म आज साकेला नाचेर आएको है अनि भर्खर आएको त्यही भएर मैले ड्रेस चेन्ज नगरी म यही ड्रेसमा बसेको डुङ्क 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 सय ढोले सय अर्को ढोले खै मेरो एकदम ठिक छ योजी तपाईँको के छ सन्चै छु योजी माई ब्रदर भन्छ मेरो ठिक छ योजी अर्जुनजी ब्याग प्लिज ल अर्जुनजी सन्देश भाइलाई ब्याग दिनु होला हस् नाना माया भन्छ ल कविता के छ मेरो बहिनी नयाँ भिडियो हालेनौ हा नाच्नु बुलु टिक्कै देखेको छ होला थ्याङ्क यू हामी नाचेर नै आएको भर्खर नाचेर आएको अब नाचेको मैले भिडियोहरू पनि बनाएको छु अब म एउटा भ्लग बनाउने छु योजी माई ब्रदर अनि हजुरको के छ खबर यु आर लुकिङ सो ब्युटिफुल थ्याङ्क यू मेरो बहिनी मनिका रेम्बो बेटा माया आङ्गो श्रेष्ठको त अनुभव र माई ब्रदर खाना खानुभयो योजी नाति राजा माया भन्छ बोजूले सन्देश सापकोटा लक सबली ब्याग है ल सन्देश भाइ मनिका बहिनीलाई ब्याग हो ल ठिक छ नाना यही ड्रेसमा कस्तो राम्रो सुहाएको छ नाना हालेको नि नाना ए ल ओके म हेर्छु ल थ्याङ्क यू मेरो बहिनी त हामी अघि त्यहाँ खाजा खाएर फेरि अर्को ठाउँमा गयौँ क्या नाच्नु अनि त्यहाँ नाचेर भर्खर आएको अनि आज लाइभमा पनि सबैलाई यही गेटअपमा आउँछु भनेर चेन्ज नगरेको योजी माई ब्रदर ड्युटीमा हो कि कतातिर हो हेलो बिरु एडभेन्चर धेरै दिनपछि आउनुभयो हजुरलाई स्वागत छ के छ खबर बिरु योजी ब्लग बोजू नमस्ते मनिकाजी ब्याग प्लिज र मनिका बहिनी सन्देशलाई ब्याग दियो ओके नाना भन्दैछ हाम्रो कविताले झोडले बुलु लभ्यू आम्पो झोडले बुलु लभ्यू हेरेर झोडले म तपाईँको होस् राई बुलु बोल्दैछ ठुल्ठुलो सरले ये वाक पारामा है बिरुजी बोजू सुरेश नाति बोजूले सुरेश नाति राजा माया खाएको योजी माई ब्रदर बाटोमा छु माई ब्रदर हेलो कविता कति राम्री भएर लागिबसेको आज म भर्खर आएको बिरु एडभेन्चर साकेला नाचेर होइन अनि त्यही भएर म चेन्ज नगरी यतिकै बसेको स्त्री कविता हजुर आङ्गो सुरेश ब्रदर बोजू नमस्ते भन्दैछ मनिकाजी शब्दन ओके अरे मनिका बहिनी सन्देश भाइलाई ब्याग दियो ल हजुर नाना भन्छ ओके मेरो बहिनी ए हो र योजी माई ब्रदर भन्छ बिरु एडभेन्चर माया आङ्गो ब्रदर अन हेलो जीवन अङ्कल वेलकम हजुरलाई स्वागत छ आज तपाईँको नानी हेर्दा कस्तो गेटअपमा छ मनिका योजी ब्लग शब्द एक्नी है भन्दैछ कविताजी शब्द चेक कमेन्ट लाइक एन्ड प्लिज कविता बहिनी रेम्बोलाई रिटर्न गर्नु ल आङ्गो सुरेश बोजू माया अर्जुन राणा हाँस्दै हुनुहुन्छ मनिका सिस्टर सिस खाना खानुभयो आज हामी त्यो अब यस्तो नाच्ने प्रोग्रामतिर गयो भने हामीले उतै खाएर आउँछ ल त्यहीँ बन्दोबस्त हुन्छ सो हामीले त्यहीँ खाएर आएको आङ्गो ब्रदर अननन एड्स प्लिज 100% आउँछ ब्याग ल हाम्रो पिनाइडीलाई पनि जोइन गरिदिनु ल सबैजनाले बिरु एडभेन्चर अननन आङ्गो ब्रदर अननन मनिका शब्द चेक कमेन्ट एन्ड लाइक मनिका सिस्टर रेम्बोलाई रिटर्न गरिदिनु ल हेलो मनिका सिस्टर रेम्बोलाई रिटर्न गरिदिनु ल ओके रेम्बो जी बैग दिए ल रेम्बो आपको इट्स मी कविता ने बैग दे दिया है आंगो ब्रदर संदेश भाई अनन 138 डन रेम्बो ल रेम्बो आपको कविता ने ज्वाइन कर दिया है ओके इसको मैं